हेलो, आज चाहिँ म कोफ्ता बनाउन गइरहेको छु हैन। यो चाहिँ अलरेडी मैले मिक्स गरिसकेको छु। यसमा चाहिँ बेसन अन्त रङ खोर्सानी, नुन अन्त स्वाद अनुसार यो हुचिङ पनि लाउँदा हुन्छ नभए नलाउँदा पनि हुन्छ हैन। अब यसमा चाहिँ हामी उयो लाउँछौँ पानी। बेसी बाक्लो बनाउनु हुँदैन, पातला पनि बनाउनु हुँदैन, ठिक्कैको बनाउनु पर्छ हो। यसलाई चाहिँ मजाले घोल्नु पर्यो। मजाले घोल्नुपर्छ यसलाई चाहिँ हैन। बेसनको कोफ्ता, यो चाहिँ सागको कोफ्ता। जो भेज छ उनीहरूलाई चाहिँ एकदमै, जो भेज छ नि, मासुहरू खाँदैन नि, उनीहरूको लागि चाहिँ एकदम बेस्ट हो यो कोफ्ता चाहिँ। मेरो चाहिँ बेस्ट नै हो। अन्त जसलाई पनि बनाएर खान मन लाग्छ प्लिज यो भिडियो हेरेर बनाएर खानुहोस् तपाईहरु पनि। यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ, कहीँ गाँठागुठी हुनु हुँदैन हैन। मजाले मिक्स गर्नुपर्छ। प्रोसेस देखाउँदै जाँदैछु, तपाईहरुले पनि घरमै बनाएर खाँदा हुन्छ। लो रेडी भइसकेको छ। यतिको चाहिँ बनाउनु पर्छ हो, यतिको। बेसी पातला पनि बनाउनु हुँदैन, बेसी बाक्लो पनि बनाउनु हुँदैन। यतिको चाहिँ बनाउनु पर्छ ताकि सागको पछाडि दल्दाखेरि चाहिँ त्यो नझरोस् न भनेर चाहिँ यतिको चाहिँ बनाउनु पर्छ। यतिको सागको कोफ्ताको लागि चाहिँ यो रेडी भइसक्यो। अनि हामीलाई चाहियो साग हैन। साग अनि यो चाहिँ बेसन हैन। अब सागलाई चाहिँ हामीले यसरी राख्नुपर्छ हो, घोप्टो पारेर। यो अलरेडी धोइसकेको सफा गरेर। त्यहाँदेखि यो माथिको टुप्पी छ नि, यो हार्ट हुन्छ नि, त्यसलाई चाहिँ काटेर फाल्नुपर्छ। खोइ पक्रिदिने कोही छैन। सागको माथि चाहिँ नि बेसन यसरी दल्नुपर्छ हो। यो माथिको जुन चाहिँ हार्ट हुन्छ, यो सागको डाख्ला भनौँ न है, डाख्लालाई चाहिँ काटेर फाल्नुपर्छ। यसरी दल्नुपर्छ हो। यो चाहिँ टेबलमाथि राखेको छु कि मैले चाहिँ मजाले दल्यो हो। चम्चीले दलिसकेपछि चाहिँ यो चाहिँ सानो छ, त्यही भएर चाहिँ बाक्लो खालके मोटा खालके बनाउने हो भने चाहिँ यसकै माथि ओभरल्याप गर्दै जाँदा हुन्छ हैन। यसकै माथिबाट यदि अब सानो पातला बनाउने हो भने चाहिँ म चाहिँ यसरी बनाउँछु। ठुल्ठुलो हुन्छ, मजा आउँछ खानु पनि। बेसन दलिसकेपछि चाहिँ यसलाई मजाले रोल गर्यो हो। रोल गरिसकेपछि चाहिँ मजाले छुरीले पिस काट्यो हैन। मलाई चाहिँ ठुल्ठुलो पिस मनपर्छ, त्यही भएर चाहिँ म चाहिँ ठुल्ठुलो पिसै काट्छु हैन। तपाईहरुलाई कत्रो पिस मनपर्छ त्यही अनुसारले काट्नुहोस्। मैले अलरेडी काटेर पनि राखिसकेको छु हैन। यसरी पिस गरेर राख्नुहोस् तपाईहरु पनि। चाहिँ यो बनिसकेको छ, काटेर रेडी हो। यसलाई चाहिँ टक्कै फ्राई गर्नुपर्छ हो तेलमा। फ्राई गर्यो। मैले चाहिँ अलरेडी फ्राई गरिसकेर पनि निकालेको छु। एकदम खङखङ लाग्दैछ, दामी हुन्छ हो। अब फ्राई गरिसकेपछि चाहिँ लाइक हल्का ग्रेभी बनाउनु पर्छ हो। त्यसको लागि चाहिँ टमाटर, प्याज, अदुवा र मैले चाहिँ काटेको खोर्सानी ल्याएको छु। त्यसलाई मजाले भुट्यो हो। त्यहाँदेखि चाहिँ त्यसको माथि कम्ती पानी लगाइकन चाहिँ त्यसलाई मजाले उसिनेर चाहिँ त्यसलाई चाहिँ एकदम दलदले टाइपको बनाउनु पर्छ हैन। त्यहाँदेखि यो दलदलले चाहिँ यस्तो बनाउनु पर्यो। अनि यो बनिसक्यो त्यसको माथिबाट अनि फ्राई गरेको हाम्रो कोफ्ता छ त्यो चाहिँ हाल्नुपर्छ हैन। हालेपछि चाहिँ यसलाई मजाले 3 मिनेटसम्म चाहिँ छोपेर राख्नुपर्छ हो। मजाले चलाउनुपर्छ। त्यसको बादमा चाहिँ 3 मिनेटसम्म चाहिँ छोपेर राख्नुपर्छ हैन। अन्त ताकि यसको रसहरू हुन्छ नि, जति पनि यो ग्रेभीहरू चाहिँ त्यो चाहिँ भित्र गएर चाहिँ खाँदाखेरि पनि एक प्रकारको मिठो स्वाद आउँछ हैन। तपाईहरुले पनि यसरी नै बनाएर खानु पनि मिठो हुन्छ। तपाईले रोटीहरुसँग खाँदा पनि भयो, खानासँग खाँदा पनि भयो, यतिकै खाँदाखेरि पनि के पनि हुँदैन, खाँदा हुन्छ। अब चाहिँ फाइनल हो। हल्का ग्रेभी टाइपको सादा हो। यसमा मसलाहरू के पनि हालेको छुइनँ, यो चाहिँ सादा। अब चाहिँ पस्केर खाँदा हुन्छ।